करिब यो 1 महिनाको दौरानमा डबल लोडमा हिरो एक्सट्रिममा मध्य पहाडी जिल्लादेखि लिएर हिमालको फेजसम्म रहेका जिल्लाहरूमा भर्खरै ट्रिप सक्का धेरै क्वेसनहरू आइरहेको हुन्छ। के छ, कस्तो छ, पर्फर्मेन्स कस्तो भइरहेछ, अनि पिकअप दिन्छ कि दिन्न, माइलेज छैन, अनि उकालोमा तान्दैन, बाइक धेरै तात्छ भन्ने लगायतका विभिन्न क्वेसनहरू जाँदाखेरि कतिपटक सर्भिसिङ गराउनु पर्यो, के बाइकको कुन पार्ट्सहरूमा चेन्ज गर्नु पर्यो, समस्याहरू आयो कि आएनन्, त्यो दौरानमा माइलेज कतिको दियो, अनि सर्भिसिङ कस्टहरू के आयो, बाइकको हिटिङको समस्याहरू छ कि छैन भन्ने विषयमा। हेलो एन्ड नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको भिडियो किन विशेष छ भन्दाखेरि यो भिडियोमा मैले भर्खरै करिब 1 महिना लामो ट्रिप गरेको छु हिरो एक्सट्रिम 125 मा। करिब 25-26 दिनको ट्रिप थियो, त्यो पनि सिङ्गल होइन, डबलमा हो। योभन्दा अगाडि पनि मैले नेपालकै अलमोस्ट है, ठ्याक्कै त भन्न मिल्दैन, अलमोस्ट लङ्गेस्ट राइड गरेको थिएँ हिरो एक्सट्रिम 125 मा। करिब यो 1 महिनाको दौरानमा डबल लोडमा हिरो एक्सट्रिममा मध्य पहाडी जिल्लादेखि लिएर हिमालको फेजसम्म रहेका जिल्लाहरूमा भर्खरै ट्रिप सकाएर हिजो मात्रै म नियमित काममा फर्केको थिएँ। यस्तो टाइम पनि थिएन भिडियो बनाउने, आज अलि फ्री भएर म यो भिडियो रेकर्ड भइरहेछ। अनि अर्को कुरा, मलाई धेरै क्वेसनहरू आइरहेको हुन्छ, के छ, कस्तो छ, पर्फर्मेन्स कस्तो भइरहेछ, अनि पिकअप दिन्छ कि दिन्न, माइलेज छैन, अनि उकालोमा तान्दैन, बाइक धेरै तात्छ भन्ने लगायतका विभिन्न क्वेसनहरू मलाई पर्याप्त मात्रामा आइरहेका हुन्छन्। र कस्तो भन्दाखेरि ठ्याक्कै सबै क्वेसनहरूको आन्सर दिन त्यस्तो मैले सम्भव पनि थिएन, र सबैलाई सकभर म कमेन्ट रिप्लाई गर्छु, सबै कमेन्टहरू पढ्छु, सबै प्रतिक्रियाहरू मैले लिनुपर्छ भन्ने म मान्छु। म यो भिडियोमा सरसर्ती भन्ने गइरहेको छु। आजको भिडियोमा म सरसर्ती अब कुन जिल्ला पहिला गयौँ त हामीहरू भन्ने भन्छु, अनि त्यस पछाडि कस्तो त्यो ठाउँहरू थियो, त्यहाँ ठाउँमा कतिको च्यालेन्जेसहरू छ भनिसके पछाडि चाहिँ बल्ल त्यहाँ जाँदाखेरि कतिपटक सर्भिसिङ गराउनु पर्यो, के बाइकको कुन पार्ट्सहरूमा चेन्ज गर्नु पर्यो, समस्याहरू आयो कि आएनन्, त्यो दौरानमा माइलेज कतिको दियो, अनि सर्भिसिङ कस्टहरू के आयो, बाइकको हिटिङको समस्याहरू छ कि छैन भन्ने विषयमा आजको भिडियोमा भन्न गइरहेको छु। म सरसर्ती भन्छु। जुन यो भर्खर मेरो ट्रिप छ, यो ट्रिप चाहिँ कति मान्छेहरूलाई थाहा छ, यसो गुगल गरेर सर्च पनि गर्नु होला। त्यो ठाउँको बारेमा थाहा नभएको खण्डमा, त्यो ठाउँहरूको बारेमा थाहा छैन भने यहाँहरूले गुगल सर्च गर्दा हुन्छ। त्यो ठाउँ पुग्नको लागि कतिको कम्प्लेक्स छ, कतिको अफरोड छ भनेर यसो हेर्दाखेरि देखिन्छ। पहिला चाहिँ हाम्रो 9 बिसेबाट सुरु हुन्छ। हामी काठमाडौँबाटै डबल लोडमै गएको थियौँ। डबल लोड म र मेरो एकजना सहकर्मी हुनुहुन्थ्यो, र उहाँको ब्याग र मेरो ब्याग गरी करिब 3 जना जस्तै ट्रिपल लोड जस्तै भनौँ न। त्यो 9 बिसेबाट पालुङ टिस्टुङको डाँडासम्म गएको थियौँ हामी। करिब 2400 मिटरको उचाइमा छ। त्यो यसो हेर्नुभयो भने त्यो 9 बिसेबाट त्यहाँसम्म कतिको उकालो छ यसो हेर्दाखेरि हुन्छ। बाई रोड हो, एकदमै रोड चाहिँ राम्रो छ, तर उकालो त्यस्तो छ। धेरैले भन्नुभएको थियो। अनि पालुङ टिस्टुङको डाँडाबाट हामी मकवानपुर छिर्यौँ। मकवानपुरको हेटौडासम्म गयौँ। हेटौडाको मकवानपुर गढीसम्म गयौँ। त्यो उकालो मकवानपुरको गढीको, त्यहाँ पनि डबल लोडमै थियौँ। अनि त्यस पछाडि हामी सौरा बस्यौँ। सौरापछि चितवन बस्यौँ। चितवनबाट पनि चितवनको माडीसम्म गयौँ। चितवनका विभिन्न कालिका लगायत नगरपालिका, गाउँपालिका सबै पुग्यौँ। अनि त्यस पछाडि हामी नवलपुर गयौँ। पूर्वी नवलपुरमा घुमिसके पछाडि हामी त्यहाँबाट कालीगण्डकी करिडर हुँदै त्यो उकालोमा हुँदै त्यो अफ रोडको बाटोबाट हामी तनहुँको फेदबाट हामी ठ्याक्कै त्यो तनहुँको फेद हुँदै हामीहरू पोखरा अर्थात् कास्की जिल्लामा प्रवेश गऱ्यौँ। कास्की जिल्लामा 2-3 दिन 4 दिन नै अलमोस्ट बस्यौँ। पोखरा महानगरपालिकाका ग्रामीण क्षेत्रसम्म घुम्यौँ हामी। अनि त्यस पछाडि हामी फेरि तनहुँ फर्क्यौँ। तनहुँको हामी दमौलीमा बस्यौँ। दमौलीका स्थानीय तहहरूमा पनि घुम्यौँ। अनि त्यस पछाडि बन्दीपुर गएर कतिहरूलाई थाहा छ, डुम्री हुँदै हामी ठ्याक्क त्यो पालुङटार, गोर्खा जिल्ला पर्छ, त्यो पालुङटारबाट त्यो मध्य पहाडी लोकमार्ग हुँदै हामी गोर्खा बजारमा पुग्यौँ।
त्यहाँ गोर्खा बजार पुग्यौँ। गोर्खा बजार घुमिसके पछाडि गोर्खाको सबैभन्दा उच्च पहाडी स्थानीय तह अर्थात् गाउँपालिका बारपाकसम्म पुग्यौँ। त्यो एकचोटि सबैले हेर्दा हुन्छ त्यो बारपाक कति उचाइमा छ र त्यो बारपाक जाने बाटो कस्तो छ हेर्दा हुन्छ। बाटो एकदमै राम्रो छ, तर बिचबिचमा धेरै उकालो छ, धेरै हाइटमा छ, हिमाल छ अगाडि, बुद्ध हिमाल भन्छ। त्यो बुद्ध हिमालको फेदमा छ बारपाक। त्यो बारपाकसम्म पनि हामी एक्सट्रिममै गयौँ। अनि त्यस पछाडि आयौँ अनि गोर्खा बजारबाट फेरि हामी पूर्वतिर लाग्यौँ। पूर्वतिर आरुघाट हुँदै सल्यानटार हुँदै धादिङ बेसी बस्यौँ। धादिङ बेसीमा पनि घुमेर हामी फेरि बेनीघाट हुँदै गल्छी आयौँ। गल्छीबाट पनि पुगेन भनेर हामी नुवाकोट हुँदै रसुवा जिल्ला प्रवेश गऱ्यौँ। रसुवा जिल्लाको पनि सबैभन्दा माथि ठ्याक्कै सबैभन्दा उच्च हिमाली त जान पाइएन। हामी गएको धुन्चेसम्म हो। धुन्चेबाट चाहिँ त्यो गोसाइकुण्ड जाने जुन पैदल यात्रा सुरु हुन्छ त्यहाँसम्म चाहिँ पुगेका थियौँ। त्यसो गुगलमा हेर्नुभयो भने कतिको उचाइमा छ। त्यो लान्टाङ राष्ट्रिय निकुञ्ज पर्छ, त्यो भित्र प्रवेश गरेर अझै माथि जानुपर्छ, त्यहाँसम्म गयौँ। त्यहाँबाट गएर अनि त्यस पछाडि टोखा छरेको जुन उकालो छ त्यहाँबाट हामी लास्टमा काठमाडौँ फर्का थियौँ। त्यो टोखा छरेको उकालो जुन जुन मैले लोकेसनहरू भनिरहेको छु त्यो यसो हेर्दा हुन्छ कतिको उचाइमा छ, कतिको उकालो छ। हो, यति जुन जुन मैले ठाउँहरू भने यो ठाउँमा हामी कम्प्लिटली 20-22 दिनसम्म कन्टिन्युसली चलाइरहेको थियौँ। मतलब बस्ने जाने बेलुका बस्ने, दिनभरि चलाउने, दिनमा 100-150 किलोमिटर कहिले 40-50 किलोमिटर चलाइ नै रहेको थियौँ। डबल लोड थियौँ, सिङ्गल कहिले पनि छैन। त्यत्रो घुमुन्जेलसम्म के त हो, यत्रो 20-22 दिनमा करिब 3000-3500 किलोमिटर चलाएँ मैले बाइक चलाएँ। त्यसमा डबल लोड थियो। अनि यो बिचको दौरानमा के समस्या आयो त, कतिपटक सर्भिसिङ गराउनु पर्यो, सर्भिसिङमा के प्रब्लमहरू आए, के चेन्ज गर्नु पर्यो, पार्ट्सहरू पाउँछ कि पाउँदैन भन्ने लगायतका क्वेसनहरू होलान्। हो, त्यो भएर चाहिँ मैले आज यो भिडियो बनाएको हो। अब यो भिडियोमा चाहिँ मैले ठाउँहरू सरसट्टि भने। अब त्यहाँ चाहिँ समस्या के छ कस्तो छ भनेर तपाईँहरूले त्यो बाटोहरू आफै हेर्नु होला। मसँग कस्तो भन्दा हेलमेटको माउन्ट लगाएको थिएँ, तर त्यो माउन्टमा मैला अड्याउने खै कता हराएछ, अनि त्यो भएर रेकर्ड हुन सकेन। अलिअलि क्लिप्स हालिदिन्छु, अनि बाइकको फोटोहरू पनि छ म राखिदिन्छु। त्यो हरेक प्रत्येक ठाउँमा पुग्ने बित्तिकै मैले त्यो एउटा ऐतिहासिक ठाउँको जसरी मैले बाइक सहितको फोटोहरू क्लिपहरू ल्याएको छु, म त्यो क्लिप यहाँ देख्न सक्नुहुन्छ। म क्लिपहरू पनि राखिदिन्छु। अब यो समग्र ट्रिपको कुरा भयो। हिरो एक्सट्रिममा यत्रो कन्टिन्युसली 22-25 दिन चाहिँ कन्टिन्युसली राइड, त्यो पनि डबल लोड, तराईदेखि लिएर त्यो हिमालको फेदसम्म बारपाकसम्म पुग्दाखेरिको मा के आयो त समस्या भन्दामा अब जान्छु म। काठमाडौँभन्दा जानुभन्दा अगाडि मैले सर्भिसिङ गराएँ बाइक। त्यो मेरो 8th-9th सर्भिस थियो, ठ्याक्कै मलाई याद छैन अहिले। 16,000 किलोमिटरमा गराएको थिएँ। अहिले 18,000-18,500 भने पछाडि 19,000 किलोमिटर पुगिसक्यो। त्यो सर्भिसिङ जानुभन्दा अगाडि सर्भिसिङ गराएँ। त्यो सर्भिसिङको कस्ट करिब 18,500 थियो। अनि त्यस पछाडि गयौँ अनि एक ठाउँमा गोर्खा पछि आरुघाटमा गराउनु पर्यो। आरुघाटमा 2000देखि 2500 किलोमिटर कुदिसकेको थियो। अनि त्यतिखेर गराएँ। सर्भिसिङको केही पनि थिएन, त्यही 1200-1250 रुपियाँ मात्रै थियो सर्भिसिङको। पार्ट्सहरू केही पनि चेन्ज गर्नु परेन। तर त्यहाँ चाहिँ डिस्क प्याड चाहिँ गइसकेको थियो, एकदम सकिसकेको थिएन, चेन्ज गर्नै पर्ने अवस्था थियो। तर त्यहाँ अरू सर्भिस सेन्टरहरूमा नपाउने रहेछ। यो नयाँ मोडलको भएर त्यो डिस्क प्याड चाहिँ अलि ठुलो हुँदो रहेछ यसको, ठ्याक्कै मलाई पनि थाहा छैन, त्यो दाइले नै भन्नुभएको थियो। अनि यता धादिङ बेसी आइसके पछाडि चाहिँ मैले डिस्क प्याड चेन्ज गरेको थिएँ। 1000 त्यसको, अनि 1200 त्यसको, प्लस 1800 त्यसको, त्यति नै हो खर्चको। अनि त्यस पछाडि आएर अब चाहिँ सर्भिसिङ गरेको छैन। अब चाहिँ गराउँदाखेरि सर्भिसिङ कस्ट कति आउँछ त्यो म पछिको भिडियोमा बनाउने छु। अहिले त्यति नै थियो होइन। अनि त्यस पछाडि अब आउँछ कुरा, माइलेजको कुरा आउँछ। यत्रो राइड गरुन्जेलसम्म माइलेज कतिको दियो त भन्ने एउटा क्वेसन छ, त्यो जहिले नै आउँछ। कस्तो भयो भने मैले सोचेको भन्दा मेरो कल्पनाभन्दा बाहिरको, अथवा मैले कल्पना पनि गरेको थिएन त्यतिको माइलेज दिन्छ भनेर। सुरुमै यहाँ नौबिसेबाट हेटौडा बजार हुँदै सौरा घुमेर अनि चितवन पुगुन्जेलसम्म माइलेज टेस्ट गर्दाखेरि 64 को माइलेज दियो। 64.3 लिटरको माइलेज दिएको थियो। बापरे, त्यो चाहिँ किलोमिटरको, त्यो चाहिँ मेरो कल्पनाभन्दा बाहिर थियो। 64 किलोमिटरको माइलेज दिन्छ भन्ने मेरो कल्पनाभन्दा बाहिर थियो। म आफै दङ परेको थिएँ। अनि
लास्टै खुसी पनि लाग्थ्यो यति माइलेज दिन्छ, किनभने योभन्दा पछिल्लो भिडियोहरूमा मैले भने जस्तै म्याक्सिमम् भनेको मलाई दिएको 58 थियो, त्यो पनि घर गइसके पछाडि यहाँ तराईमै चलाउँदाखेरि दिएको थियो। अनि त्योभन्दा अगाडि हाइवेमा फर्स्ट टाइम म घर जाँदाखेरि 57 सम्म दिएको थियो, त्योभन्दा अगाडि दिएको थिएन। यो चाहिँ 64 दिएको थियो, त्यो मेरो लागि धेरै थियो, ऐतिहासिक हो, अहिलेसम्म दिएकै छैन भनौँ न। ट्याक्कै भरतपुरमा छु, भरतपुरको यहाँ ट्याक्कै हामी काठमाडौँबाट 4 दिन अगाडि हिँडेको थियौँ। 4 दिन अगाडि हिँड्दाखेरि यो अलिकति के अरे लो देखाइरहेको थियो, भर्खरै फुल गरिसक्यो, यो यस्तो समस्या छ। यसो हिसाब गर्दाखेरि मलाई के हिसाब लाग्यो भने अहिलेसम्मकै हाइस्ट मैले भिडियो चाहिँ किन बनाइरहेको छु भने अहिलेसम्मको सबैभन्दा सर्वाधिक माइलेज दिएको छ होइन, सर्वाधिक भनेको 61 को माइलेज दिइरहेको छ होइन। भर्खरै मैले 17,159 किलोमिटर चल्दाखेरि लास्ट टाइम मैले 9 विषयमा तेल हालेको थिएँ। 9 विषयमा ठ्याक्कै 16,750 किलोमिटरमा फुल ट्याङ्की गरेर आएको। अहिले यहाँ 17,159मा फुल गरिरहेको छु। करिब 6.13 लिटर हाल्दाखेरि फुल हुँदाखेरि 61 पोइन्ट कतिको माइलेज दिएको छ हिरो एक्सट्रिम 125ले। हाम्रो एक्सट्रिम 125ले 61 को माइलेज दिएको छ। अब यसले चाहिँ कतिको माइलेज दिन्छ यहाँ करिब 4-5 दिन बसिन्छ होला भरतपुरमा, अनि कतिको माइलेज दिन्छ। चलायो तराईमा त राम्रो माइलेज दिन्छ। लास्ट टाइम दिएको भनेको 58 थियो, अहिले राम्रो दिन्छ। मलाई चाहिँ भ्यालीमा मैले पछिल्ला भिडियोहरूमा भने जस्तै 49 to 51 सम्म दिने हो, म्याक्सिमम् 54 सम्म दिने हो, त्योभन्दा माथि दिन्न। फर्स्ट टाइम 64 दियो, अनि त्यही बिचमै फेरि दोस्रो लटमा दिँदाखेरि यसो माथि कालीगण्डकी करिडोर जानुभन्दा अगाडिको लटमा हाल्दाखेरि 61 को दिएको थियो। अनि त्यस पछाडिबाट कास्की हुँदै तनहुँ भएर यता गोर्खा पुगिसके पछाडि हाल्दाखेरि 57 को दिएको थियो। अनि त्यस पछाडि रसुवा पुगेर आउँदाखेरि चाहिँ 56 जति दिएको थियो, 57 नै दिएको थियो। अब माइलेजको कुरा चाहिँ त्यस्तो छ। यस मैले सोचेको त्यत्रो डबल रोडमा त्यत्रो अफ रोड पनि गइयो, राम्रो गइयो, पहाडी जिल्लाहरूमा गइयो, मध्य पहाडी जिल्लाहरूमा गइयो, अनि सबै ठाउँ जाँदाखेरि माइलेज चाहिँ मलाई राम्रै थियो, मेरो कल्पनाभन्दा बाहिरको माइलेज थियो। समग्रमा यही हो। भिडियोमा कस्तो भन्दाखेरि यत्रो कन्टिन्युसली करिब 1 महिनाको जुन यो ट्रिप थियो, ट्रिपमा के कस्ता समस्याहरू आए, बाइकले कस्तो पर्फर्मेन्स गर्यो भन्ने भिडियो हो। सबैभन्दा बढी सोधिरहेको चाहिँ मलाई कस्तो हुन्छ नि पिकअपको बारेमा हुन्छ क्या, पिकअप कस्तो छ, दिन्छ कि दिन्न भन्ने हो। पिकअप ठ्याक्कै अङ्कमा भन्न मिल्दैन। पिकअप भनेको तपाईँहरूले हेर्नुभयो भने लोकेसनमा कतिको उकालो छ, त्यो मैले जुन लोकेसनहरू भनेको छु त्यहाँ डबल लोड गइरहेछ, सामान सहित छ भने पछाडि पिकअप कतिको होला भनेर तपाईँहरूले आफै कल्पना गर्न सक्नुहुन्छ। अनि अर्को कुरा मेरो त दिएन भन्ने पनि छन्, कमेन्ट गर्नुहुन्छ साथीभाइहरूले। त्यो कस्तो भने चलाइमा पनि भर पर्छ। उकालोमा तपाईँ अचानक उकालोमा गएर गियर चेन्ज गर्नुहुन्छ भने फरक हुन्छ, अगाडिबाट मेन्टेन गरेर लगिरहनु भएको छ त्यहाँ गएर त्यो सिफ्ट गरिरहनु भएको छ भने त्यो फरक किसिमको हुन्छ हो। त्यो कुरा त्यो चलाइमा पनि भर पर्छ। माइलेज पनि त्यही हो, अनि पिकअपको पनि त्यही हो। अनि त्यो पार्ट्सहरू चेन्ज गर्ने कुराहरू अनि समस्या आउनेहरू कुराहरूमा मलाई जहाँसम्म लाग्छ नेपालकै पहिलो हिरो एक्सट्रिम 125 को रिभ्यू भिडियो बनाउने युट्युबमा खोज्दा पनि मिल्दैन। पहिलो रिभ्यू भिडियो बनाउने युट्युबर सम्भवतः मै हो, मैले देखे अनुसार चाहिँ। अरू होला नि, तर भिडियो चाहिँ बनाएको थिएन। फर्स्ट त थिएन लिँदाखेरि, पहिलो महिना नै ल्याओ, लन्च हुँदाखेरि नै मैले ल्याओ। त्यतिखेर भिडियो बनाउने एकदमै कम हुनुहुन्थ्यो, देखाउनको लागि देखाएको थिएँ मान्छेहरूले, तर एक्चुअली सर्भिसिङ गराएर रिभ्यू हाल्ने युट्युबर चाहिँ म मात्रै हो। एक्सट्रिम 125 को नेपालको पहिलो युट्युबर भनेको म आफूलाई क्लेम गर्छु। यो मैले क्लेम गर्न पनि मिल्छ, मेरो विगतका भिडियो हेरि पनि हुन्छ। त्यो आधारमा भनेको, मैले बिना तथ्य भनेको छैन। त्यसो मैले खोज्दा मेरो पहुँचमा चाहिँ थिएन। यदि कहिले कसैले देख्नु भएको छ भने प्लिज त्यहाँ लिङ्क र युट्युबको च्यानलको नाम राख्दा हुन्छ। यति नै हो। अब आगामी भिडियोहरूको लागि प्रतीक्षा गर्नुहोला। त्यति बेलासम्मको लागि मलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।